सौगातजी खोइ त त्यही हो लास्टमा केही छैन सौगात दाइले राम्रै काम गर्नुभएको थियो खुसी हुनुहुन्थ्यो सबै स्क्रिप्ट सुनेरै सबैले काम गरे हो अब त्यो किन हो अब त्यो सन्तोष दाइसँग प्रब्लम हो कि मसँग हो कि उहाँसँग हो कि अब के हो मलाई चाहिँ थाहा भएन एउटा पुरा गिरोह नै बलिदानलाई बदनाम गर्न र तिमीलाई बदनाम गर्न लागेको छ भन्नुभयो म त अचम्म परे समीरजीको त अङ्गालोमा होइन सबैजना आमाहरू रोइराख्नु भएको छ दिदीबहिनी रोइराख्नु भएको छ दाजुभाइ रोइराख्नु भएको छ कतिको चाहिँ मन भारी भइरहेको छ तपाईँलाई मलाई चाहिँ त्यस्तो कसैसँग प्रब्लम हुनुपर्ने केही हामीले गरेका छौँ जस्तो पनि लाग्दैन है मन भारी भइरहेछ मैले पहिला पनि भनेको हो आमा सबैको हुन्छन् माटोसँग सबैलाई माया छ अब यो लगानी उठाउनलाई बलिदानको चाहिँ के छ त्यो नेपालकै कन्डिसनमा हेर्ने हो भने पनि अब लगभग मैले अब सुने अनुसार अब 5 करोड प्लस चाहिँ भछ फेरि तपाईँले कन्ट्रोभर्सियल क्वेसन सोध्नुभयो बर्बाद हुन्छ म उहाँलाई चिन्दिनँ तर उहाँमा भएको जुन एउटा छ नि जोस जाँगर फिल्म हेरेर आएपछि जहाँ ततै नेगेटिभ फिल्म राम्रो छैन बर्बाद छ भनेर फेरि गएर हेर्नु भएछ कि यो यस्तो नेगेटिभ रिभ्यू किन भनेर दोस्रोचोटि हेर्नु भएछ अनि दोस्रोचोटि हेरेपछि हिजो मलाई उहाँले फोन गर्नुभयो 12 गाउँमा मेरो 25 मिनटको रोल छ क्या 2.5 घन्टाको फिल्ममा तर सबभन्दा बढी मन पराएको मलाई नै थियो एकदम खुसी लाग्दो रहेछ आफूले निभाइसकेको क्यारेक्टरलाई यसरी अडियन्सलाई पनि छुँदाखेरि निभाएको क्यारेक्टरले सो यतिको अब रेस्पोन्स जुन दर्शकले दिएको प्रतिक्रिया चाहिँ मैले पहिलोचोटि फिल गरिरहेको छु त्यो भएर एकदमै सन्तुष्ट छु अब हाम्रो आफ्नो फन्डलाई पनि स्वीकार दिनुहोस् न नेपाली चलचित्रलाई स्वीकारेर रोकिँदैन सिनेमा 12 गाउँमा पनि यस्तै भएको थियो यसमा पनि भइरहन्छ चलिरहन्छ यो सिलसिला जारी छ सौगातजी कहिले त्यसो भयो सौगात होइन त्यही त अहिले भर्खरै भने त उहाँ दाइको केही पर्सनल काम होला बिजी हुनु होला समीरजीको तारिफ यति बेला एकदमै बहुत चर्चा भइरहेको छ उहाँको होइन तपाईँले चाहिँ कस्तो फिल गर्नुभयो उहाँलाई चाहिँ एज अ एक्सन स्टारको रूपमा नि लिएको छ विराजी पछाडिको होइन के भन्न चाहनुहुन्छ उहाँले पनि नयाँ आयाम खडा गरिदिनु भयो नेपालमा अरू एक्सनहरू पनि छन् नभएको होइन सो आज मैले सन्तोष समीर मिलन चाम्स प्रदीप साई होइन हो हामीहरूले उहाँहरू जस्तो निर्देशक निर्माता भेट्दाखेरि नि कस्तो फिल भइरहेको छ भने हामीले देखेको सपना रिचा नायिका मात्रै नभएर एउटा नयाँ फेज सुरु भयो रिचाको होइन त्यो समयमा निर्देशक सन्तोष सेन आइदिएन क्या अहिले पनि त्यस्तै दिन्थ्यो होला है टिमलाई स्वागत गर्न चाहन्छु सम्पूर्ण मिडियामा थ्याङ्क यू सो मच नमस्कार एकछिन अलिकति हल्ला कम चाहिँ गरौँ है अलिकति आवाज सुन्नेन क्या हस् थ्याङ्क यू ओके अब बलिदान हामीले पनि हेरिसकेका छौँ एकदमै राम्रो बनेको छ र तपाईँहरू पनि यति बेला हल भिजिटमा एकदमै व्यस्त पनि हुनुहुन्छ कस्तो हुँदैछ अहिलेको रिभ्यूहरू चाहिँ अहिले त निरन्तर एकदमै राम्रो छ झन् राम्रो अहिले भ्याली बाहिरबाट पनि फर्किएर पनि हेर्नु भएको छ कतिले 2-3 चोटि हेरे भन्नुभएको छ यतिको अब रेस्पोन्स जुन दर्शकले दिएको प्रतिक्रिया चाहिँ मैले पहिलोचोटि फिल गरिरहेको छु त्यो भएर एकदमै सन्तुष्ट छु समीरजीको त अङ्गालोमा होइन सबैजना आमाहरू रोइराख्नु भएको छ दिदीबहिनी रोइराख्नु भएको छ दाजुभाइ रोइराख्नु भएको छ कतिको चाहिँ मन भारी भइरहेछ तपाईँलाई मन भारी भइरहेछ मैले पहिला पनि भनेको हो आमा सबैको हुन्छन् माटोसँग सबैलाई माया छ माटोको कथा हो आमाको कथा हो त्यति भएपछि पुग्यो कि बलिदान भनेकै त्यही हो सानो त्यसलाई समराइज गर्दाखेरि त्यही भएर त्यो चिजसँग उहाँहरू कनेक्ट हुनुभएको छ र अस्ति पनि भइरहनु भएको थियो अहिले पनि भइरहनु भएको छ र अझ झन् मान्छेहरूले अब मतलब अडियन्सले दर्शकले थाहा पाइसक्नु भयो कि यो देशको कथा हो र आमा र छोराको कथा हो त्यो त रिचाजीको पनि होइन अभिनयलाई एकदम तारिफ भइरहेको छ एउटा आमाको एउटा भूमिका जुन चाहिँ एउटा राम्रो निभाउनु भएको छ भर्खरै विशाल दाइले पनि भनेर जानुभयो एकदम तारिफ योग्य छ तपाईँलाई पनि कतिको पर्सनल कमेन्टहरू आइरहेको छ एकदमै धेरै मेरो पर्सनल फेसबुक पेज इन्स्टाग्रामदेखि लिएर टिकटकमा जति भिडियो हाल्यो भने पनि मेजोरिटी पोजिटिभ कमेन्ट्स नै छ एकदमै ओभरवेल्मिङ रेस्पोन्स छ होइन र एकदम खुसी लाग्दो रहेछ आफूले निभाइसकेको क्यारेक्टरलाई यसरी अडियन्सलाई पनि छुँदाखेरि निभाएको क्यारेक्टरले सो एकदम खुसी छौँ हामी असाध्यै खुसी छौँ त्यही नै हो अब आजबाट 1 विक भइसकेको छ मुभीको होइन पुरा भएको छ के कति लगानी उठेको छ कि छैन होइन के कति चाहिँ तपाईँको यो मुभीको चाहिँ भनौँ न होइन कलेक्सन भएको छ विशेष गरी तपाईँहरूको 6 करोडको लगानीमा निर्माण भएको भनेर आएको छ अब यो लगानी उठाउनलाई बलिदानको चाहिँ के छ त्यो होइन यस्तो छ हाम्रो जस्तो कि विश्वभरि चलिरहेको छ अहिले होइन हरेक कन्ट्रीमा एकदमै हाउसफुलका साथ व्यापार भइरहेको छ
हाम्रो जस्तो कि अब लगानीको हिसाबले जहाँसम्म लाग्छ आजसम्म त हामी रिकभर भयौँ होला होइन, किनभने विदेश त हामीले अलरेडी सबै कन्ट्रीमै नै चलिरहेको छ अवस्थामा छ। अहिले नेपालकै कन्डिसनमा हेर्ने हो भने पनि अब लगभग मैले अब सुने अनुसार अब 5 करोड प्लस चाहिँ भएछ भन्ने मैले सुने हो होइन। अब त्यो अब आजभोलि नै त्यो डाटा आउँछ, त्यो भएर अब यो चल्ने क्रम अझै बढ्दो छ होइन, दर्शकको माया पाउने क्रम बढ्दो छ। त्यो भएर हाम्रो लगानीको नियरली हामी पुगिसक्यौँ। ओके, त्यो त अब काठमाडौँको तपाईँहरू हलहरूमा भिजिट गरिराख्नु भएको छ, मुफसल जानु भएन, धेरैजना अडियन्सहरूको अलिकति गुनासो नै भएको छ क्या, धेरैजना चाहिँ कहिले आउनुहुन्छ चितवनतिर, कहिले आउनुहुन्छ उता झापातिर भनिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ? होइन, अलि अस्ति चाहिँ अलिकति प्राकृतिक अलिकति यो हाम्रो अलि यो बर्सातको कारणले चाहिँ अलिकति रोकिएका थियौँ, अलिकति त्यो 1-2 दिन चाहिँ डिस्टर्ब पनि भयो। अब चाहिँ हामीले अब 1-2 दिनमा त्यो सोच बनाउँछौँ होला। जस्तै बलिदानलाई नराम्रो रिभ्यू दिने र नराम्रो कमेन्ट गर्ने जुन चलिरहेको थियो नि, त्यो सक्यो कि चलिरहेछ? होइन, मैले यसको बारेमा एउटा चिज भन्न चाहेँ होइन, तपाईँहरूकै बिचको मान्छे, तपाईँहरूले चिनेको मान्छे राम्ररी चिन्नुहुन्छ, उहाँको नाम मैले लिन चाहिनँ। हिजो राति मलाई फोन गर्नुभयो, उहाँले पहिलोचोटि बलिदान हेर्नुभएछ, मन परेछ उहाँलाई। फिल्म हेरेर आएपछि जहाँ नेगेटिभ फिल्म राम्रो छैन बर्बाद छ भनेर फेरि गएर हेर्नुभएछ कि यो यस्तो नेगेटिभ रिभ्यू किन भनेर दोस्रोचोटि हेर्नुभएछ। अनि दोस्रोचोटि हेरेपछि हिजो मलाई उहाँले फोन गर्नुभयो, समीर सो प्राउड अफ यु, यस्तो सिनेमा उहाँले मेरो पनि पर्फर्मेन्सको तारिफ गर्नुभयो, रिचा दिदी गर्नुभयो, सन्तोष दाईको गर्नुभयो कि ह्याट्स अफ टु हिम, कस्तो सिनेमा बनाउनु भएको छ, आर्ट चाहिन्छ यस्तो सिनेमा भनेर होइन। अनि उहाँले के भन्नुभयो भने यो सिनेमाको नेगेटिभिटी किन आइरहेको छ समीर थाहा छ भन्नुभयो क्या। उहाँ त अब मिडियाकर्मी मान्छे नै हुनुहुन्छ। उहाँले के भन्नुभयो भने एउटा पुरा गिरोह नै बलिदानलाई बदनाम गर्न र तिमीलाई बदनाम गर्न लागेको छ भन्नुभयो क्या। म त अचम्म परेँ, मैले भने दाइ के गिरोह हो त्यो भनेर। होइन यार, यो जबरजस्ती डेलिबरेटली यो सिनेमालाई खस्काउनु पर्छ भनेर, जस्तो कसैले अब अलिकति पोजिटिभ फिडब्याक दिनुभएको छ भने त्यसको पनि 100% भिडियोलाई 30% काटेर नेगेटिभिटी फैलाउने काम पनि भएको छ क्या। अब के भन्ने यस्तोलाई है, तर अडियन्सको साथ पाइरहेछौँ, तपाईँले देखि नै हाल्नुभयो अडियन्सको साथ होइन, माया त। त्यही भएर राम्रो रोकिँदैन सिनेमा। 12 गाउँमा पनि यस्तै भएको थियो, यसमा पनि भइरहन्छ, चलिरहन्छ, यो सिलसिला जारी छ। जस्तै गृह भन्नुभयो तपाईँले, लागिरहेछ मलाई सकाउनलाई भन्नुभएको छ, खास किन लागेको होला तपाईँले? केही त्यस्तो लागेको छ तपाईँले केही गर्नु? मैले त कसैको के बिगारेको छैन है, मैले त कसैलाई केही नराम्रो पनि भनेको छैन, कसैको नराम्रो पनि सोचेको छैन। अब त्यो किन हो, अब त्यो सन्तोष दाईसँग प्रब्लम हो कि मसँग हो कि उहाँसँग हो कि अब के हो मलाई चाहिँ थाहा भएन। रिचाजीसँग प्रब्लम हो त? रिचा चाहिँ केही छ तपाईँको, केही भन्नुपर्ने लाग्दैन? हामी कलाकार हौँ र अभिनय गर्नको लागि नै यो क्षेत्रमा आएका हौँ र अभिनय बाहेक के गर्न पनि आउँदैन साँच्चै भन्नु पर्दाखेरि। सो त्यो कारणले गर्दाखेरि मलाई चाहिँ त्यस्तो कसैसँग प्रब्लम हुनुपर्ने केही हामीले गरेका छौँ जस्तो पनि लाग्दैन है। बट अब ठिकै छ, केही छैन, जहाँ पोजिटिभ हुन्छ त्यहाँ नेगेटिभ हुन्छ, दिन छ त रात छ भन्छौँ हामी है। सो त्यो कारणले गर्दाखेरि त्यही नेगेटिभलाई पन्छाउँदै आज दर्शकले नै जवाब दिनुभएको छ नि त होइन, दर्शकहरूले जवाब दिइरहनु भएको छ त्यो नेगेटिभिटीलाई। हामी गएका ठाउँमा मात्र होइन, हामी नगएका ठाउँमा पनि यदि तपाईँहरू गएर एकचोटि क्यामेरा र माइक लिएर जानुहोस्, म भन्छु 75 to 80% मान्छेले फिल्म मन पराउनु भएको छ। हामी हुनु पर्दैन इन्फ्लुएन्स गर्नुको लागि त्यहाँ होइन। सो त्यो खालको रेस्पोन्स आइराख्दाखेरि पनि अब नेगेटिभिटी आउँछ, किन नआउनु? मेरै पेजमा पनि मेरै उसमा पनि कतिजनाले मलाई फिल्म मन परेन देख्नु भएको छ, ठिक छ, एकदमै थ्याङ्क यू सो मच। तपाईँहरूले गएर टिकट काटेर सिनेमा हेरेर निस्केर भनिरहनु भएको छ भने थ्याङ्क यू। तर कसैले को प्रभावमा आएर तपाईँले नराम्रो भन्न चाहिँ अलिकति दुःख लाग्दो कुरा हो। एक्ज्याक्टली, म ठ्याक्कै यही प्रसङ्गमा एउटा बोलिहालेँ होइन। फिल्म एकदमै राम्रो बनेको छ, हामी सबैजना यसको साक्षी हौ। अनि अब साँच्चीकै भन्नुपर्दा एज एन अडियन्स अर भनौँ एज अ मिडिया पर्सन के अरे हेर्दाखेरि जेन्युन भाव दिएर त्यहाँ सिटमा बस्यो भने फिल्म कसैको इन्फ्लुएन्स अघि दिशा नामले भने जस्तो त्यसरी हेर्न बस्यो भने हामीले साँच्चीकै नै फिल्म बुझ्छौँ। अनि त्यो फिल्म एकदमै राम्रो बनेको छ कि काहीँ केही त्यो भन्ने ठाउँै छैन। मैले अघि प्रजलजीलाई त भनिसकेँ, उहाँले नाम्लो चाहिँ निधारमा बोक्नु भएको थियो कि नर्मली नाम्लो त टाउकोमा बोकिन्छ, तर त्यसले केही प्रभावै पारेको छैन कि, एभ्रिथिङ वाज मेकिङ सेन्स। सो अब यो सबै कुरा छँदैछ। अनि हजुरहरू अघि ठ्याक्कै यो प्रसङ्ग पनि आएको, चितवन जाने काठमाडौँको हलहरूमा गएर हजुरहरूले आफैले यो मुटु नै हल्लाउने गरी जुन यो इन्ट्री मार्दै हुनुहुन्छ फिल्म सकेपछि, हामी सौगातजीको इन्ट्रीमा पनि हामी सबैजनाले हुटिङ मजाले गराएको थियौँ। हामीले उहाँलाई देख्न पाउँछौँ कि पाउँदैनौँ? सौगातजी खोइ त त्यही हो, होइन, यहीँबाट चाहिँ हाम्रो चाहिँ अब उहाँ
काममा हुनुहुन्थ्यो बाहिर दसैँको लागि चाहिँ बाहिर जानुभएको थियो अहिले कन्ट्याक्ट हुन पाएको छैन यही अब जति पनि हाम्रो यहाँ क्यामेरा अगाडि छ यहीँबाट चाहिँ अब दर्शक मिडिया साथीहरू सबैले आह्वान गर्नुभएको छ तपाईँ पनि आइदिनुहोस् हलमा होइन दर्शकहरूले खोज्नु भएको छ त्यो भन्न चाहन्छु त्यही त थोरै मैले पनि यस्तो सोचिरहेको थिएँ होइन हामी जहिले पनि भेटी त रहनै हुन्छौँ होइन सौगातजीको अलिक कम रोल भएर हो कि भन्ने अलिकति टेन्सन पनि भएको थियो क्या तर उहाँको एकदम पावरफुल रोल पनि रहेछ कि उहाँको चित्त दुखाइ छ बलिदानसँग केही कुरामा बलिदानले यतिकै सन्तोष सौगातजीलाई यतिकै राख्न नि सक्या हुन सक्छ होइन होइन यस्तो हो हामीले त हेर्नु फेरि तपाईँले कन्ट्रोभर्सियल क्वेसन सोध्नुभयो बर्बाद हुन्छ केही छैन सौगात दाइले राम्रै काम गर्नुभएको थियो खुसी हुनुहुन्थ्यो सबै स्क्रिप्ट सुनेरै सबैले काम गरे हो र लेन्थ म्याटर गर्दैन है तपाईँलाई म एउटा कुरा भनिदिन्छु 12 गाउँमा मेरो 25 मिनटको रोल छ क्या 2.5 घन्टाको फिल्ममा तर सबभन्दा बढी मन पराएको मलाई नै थियो लेन्थ डजन्ट म्याटर के त्यसको त्यो इम्प्याक्ट र इम्प्रेसन म्याटर गर्छ कुन ठाउँमा 5 मिनटको रोलले पनि फरक पार्न सक्छ क्या सौगातजी कहिले त्यसो भयो सौगातजी होइन त्यही त अहिले भर्खरै भने त दाइको केही पर्सनल काम होला बिजी हुनु होला यतापट्टि सिफ्ट होइन प्रजल दुलालजीको यो फर्स्ट फिल्म हो अनि यो भन्न नै अलिकति अनबिलिभेबल छ कि उहाँको फर्स्ट फिल्म हो भनेर अहिले यति धेरै माया पाइराख्नु भएको छ प्रजल नाम कम तया नामले बेसी चिनिनुहुन्छ होला अहिले तपाईँ अघि पनि नाम सुनिरहेको How is the feeling हजुरलाई अहिले के फिल गर्दै हुनुहुन्छ कस्तो हुँदो रहेछ अनुभव सन्तोष सेनको फिल्म अनि बलिदान जस्तो यति धेरै माया पाइरहेको कस्तो छ एकदम खुसी लागिरहेछ मलाई यति धेरै माया पाइरहेको छ इटलीबाट पनि अनि सबै सरहरू म्यामहरूबाट थिएटर गर्ने सर म्यामहरूबाट सबैबाट एकदमै राम्रो कमेन्टहरू पाइरहेको छ यो मेरो लागि एकदम खुसीको कुरा हो त्यही त हामी सबैलाई थाहा छ होइन अहिले यति बेला सँगसँगै दुईवटा मुभी पनि चलिरहेछ माइती घर र हरिबहादुर जुत्ता होइन सबैजना सँगै मिलेर फिल्म हेर्न पाएको अझ मजा आउँथ्यो उहाँहरूलाई तपाईँले निमन्त्रणा दिनुभएको छ कि छैन के कुरा हुँदैछ टिमहरूसँग अझै होइन यस्तो छ अब दाइहरू पनि आफ्नो प्रचार प्रसारमा लाग्नुभयो सबैजना अब आफ्नो फिल्मको किन भन्दाखेरि हामी विषम परिस्थितिमा पनि हामीले फिल्म रिलिज गरे हो होइन हिजो त्यत्रो घटना घट्यो दुर्घटना भयो देश बिरामी छ होइन अहिले पनि हाम्रो देश बिरामी छ त्यो भएर त्यो परिस्थितिमा पनि कस्तो लाग्छ उहाँ अनि त्यसपछि उहाँहरूको काम कतिको हेर्नुहुन्छ उहाँले हजुरको यतिको तारिफ गर्दा चाहिँ कस्तो लाग्दो रहेछ समिति उहाँ आफै पनि एउटा राम्रो कलाकार थ्याङ्क यू सो मच यो चिजहरू मैले भने फिल गर्ने चिज एक्सप्रेस गर्न सकिँदैन थ्याङ्क यू बलिदान अनि एकचोटि आएर चाहिँ अवश्य हेरिदिनु होला किनकि यो बनाउनुको मेकिङ बलिदान एकदम डिफिकल्ट मुभी एकदम डिफिकल्ट भएको हुनाले एकचोटि चाहिँ दर्शकले आएर हेरिदिनुपर्छ मेरो भन्नु थ्याङ्क यू सर थ्याङ्क यू दर्शकको माया दर्शकले दिनुभएको जुन यो साथ छ कि यो अझै बढ्दै जाओस् भन्छु कि अब किनकि यतिमा मात्रै होइन यो बढ्दै जाओस् सन्तोष भाइको बारेमा त मैले अब के भन्नुपर्छ भने उहाँलाई म पर्सनली आज फर्स्ट टाइम भेट्दैछु होइन अनि अस्ति मैले स्टेटसमा पनि देखेको थिएँ म उहाँलाई चिन्दिनँ तर उहाँमा भएको जुन एउटा छ नि जोस जाँगर नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्याउनु पर्छ भन्ने मान्यताका साथ उहाँले जुन अन्तर्वार्तामा पनि बोलिरहनु भएको छ र उहाँको कामले देखाइरहनु भएको छ नि त्यो नै मेरो लागि ठुलो कुरो हो किनकि म आफै पनि चलचित्र नैमा काम गरेर बस्नुपर्ने व्यक्ति होइन तर मलाई त्यो के विश्वास छ भने हाम्रो नेपाली चलचित्र होइन अन्तर्राष्ट्रिय स्तरमा पनि पुग्न सक्छ है पुर्याउनुको निम्ति पनि मैले पनि साथ दिनुपर्छ भने म एउटा विमान चालक म एउटा पेसागत रूपमा अरू पेसामा भए पनि होइन चलचित्र कहिले नत्यागेको कारण यो हो सो आज मैले सन्तोष समीर मिलन चाम्स प्रदीप साई होइन हो हामीहरूले उहाँहरू जस्तो निर्देशक निर्माता भेट्दाखेरि नि कस्तो फिल भइरहेको छ भने हामीले देखेको सपना शिवदाई भुवन दाई मैले हामीहरूले देखेको सपना बिस्तारो आउँदैछ योभन्दा द्रुत गतिमा जान्छ कङ्ग्रेचुलेसन एकदम राम्रो काम है जस्तै सबै पनि आफै नै एक्सन मान्छे हुनुहुन्छ क्या अनि एक्सन मुभी हेरिरहँदा तपाईँले कस्तो त्यो समयमा निर्देशक सन्तोष सेन आइदिएन क्या मैले पनि त्यस्तै दिन्थेँ होला है
तर अझै पनि दिने बाँकी छ बलिदानको बारेमा के सुन्नु भएको थियो र आज हेर्दाखेरि के पाउनु भयो मैले बलिदान त मैले सुरुदेखि फलो गरेको उहाँले पहिला एउटा टिजर निकाल्नु भएको थियो होइन सुरुमा सिनेमा भने त्यो जुन मोटरसाइकलदेखि त्यो समयदेखि मैले फलो गरेको र म आज यसरी आएर हेर्छु भने मलाई विश्वास नै थिएन आज म एकदम लकी हो किनभने मेरो आज स्ट्यान्ड बाई ड्युटी थियो फ्लाइट थिएन किनकि दसैँ यो चाडबाडको समयमा एकदमै हाम्रो उडान हुन्छ होइन सो ठ्याक्क बिहान समीर के अरे सन्तोष भाइले फोन गर्नुभयो दाजु वाट आर यु डुइङ भने म त आज खालि ओहो आउनै पर्छ दाइ भाइ दुईजना मेरो भाइ कहाँ जानुभयो खोइ त्रिचन्द्र है अन्तिम संस्कारको नायक पनि मसँगै हुनुहुन्थ्यो होइन र आएर हेरेँ मैले फुल मुभी हेरेपछि हेरेको रमाइलो लाग्यो एक्सन वाज असम अनि इमोसनमा रिचाको मैले भन्नुपर्छ रिचाको नयाँ फेज सुरु भयो रिचा नायिका मात्रै नभएर एउटा नयाँ फेज सुरु भयो रिचाको होइन अन्य अरू कलाकारहरूको पनि अभिनय त्यत्तिकै प्रबल छ समीरजीको तारिफ यति बेला एकदमै बहुत चर्चा भइरहेको छ उहाँको होइन तपाईँले चाहिँ कस्तो फिल गर्नुभयो उहाँलाई चाहिँ एज अ एक्सन स्टारको रूपमा लिएको छ विराजी पछाडिको होइन के भन्न चाहनुहुन्छ उहाँले पनि नयाँ आयाम खडा गरिदिनु भयो नेपालमा अरू एक्सनहरू पनि छन् नभएको होइन तर जुन किसिमको अहिले साउथ मुभीको जुन अहिले ट्रेन्ड चलिरहेको छ नि त्यो साउथ मुभीकै ट्रेन्ड अनुसारको उहाँको एक्सन चाहिँ एकदम फुलफिलिङ छ र यस्तो तर सबभन्दा ठुलो कुरो मलाई के लाग्यो समीरको त्यो हम्बलनेस छ नि कलाकार भएर नबढिकन एकदम सबैसँग जेन्युन भएर जाने त्यो नै सबभन्दा राम्रो लाग्यो अडियन्सलाई त मेरो विनम्र अनुरोध के छ भन्दाखेरि प्लिज आएर एकछिन हेरिदिनु होला होइन किनकि चलचित्र बनाउँदा कति दुःख हुन्छ मलाई थाहा छ चलचित्र बन्नलाई कति परिश्रम गर्नुपर्छ कति कठिन छ कति लगानी लाग्छ त्यो मलाई थाहा भएको हुनाले राम्रो नराम्रो भनेर भन्दाखेरि पनि तपाईँहरूसँग हाम्रो निवेदन के छ भने अब हाम्रो आफ्नो फन्डलाई पनि स्वीकारिदिनुहोस् न नेपाली चलचित्रलाई स्वीकारेर राम्रो नराम्रो आफ्नो सन्तानलाई जस्तो पनि प्यार हुन्छ नि होइन नेपाली चलचित्र एकचोटि माया गरिदिनुहोस् आइदिनुहोस् बलिदान अन्य अरू चलचित्र पनि हेरिदिनुहोस् विशेष गरेर अहिले बलिदानमा चाहिँ म यहाँ आज बलिदान चलचित्र हेरेको हुनाले चाहिँ के भन्न चाहन्छु आफै आएर एकचोटि हेरेर समीक्षा गरिदिनु होला त्योभन्दा ठुलो रिवार्डै हुँदैन है धेरैजनाले यो मुभी हेर्दै गर्दा जेन्जी आन्दोलन जस्तो छ भनेर भन्नुभएको थियो तपाईँलाई लागेन चलचित्र आफैमा एक किसिमको आन्दोलन हो नि किनभने चलचित्र मार्फत हामी धेरै मेसेजहरू पठाउन सक्छौँ त यसमा एउटा देशभक्ति देश टुट्नु हुन्न भन्ने जुन एउटा मेसेज छ नि त्यो नै स्ट्रङ छ एकदम सो जेनजी अथवा कुनै पनि रेभोल्युसनमा आएको देश बचाउने रेभोल्युसनरीहरू उहाँहरूले चाहिँ हेर्नुपर्छ